सबैजना काम गर्दैछ हामीलाई चाहिँ यहाँ के रे कमिलाले टोकेर मेरो डर छेरी साथी के बोलेको हो यहाँ आमा यस्तै गर्दै हुनुहुन्छ हामी चाहिँ घाम लाग्छ कि कस्तो अनि कमिलाले पनि कति टोक्छ यता बुवाहरू नि हुनुहुन्छ काम गर्ने त्यहाँ अर्को साथीहरू हेरिरहेछ पख्नु ल म देखाइदिएँ अनुशिका हाई गरिदेऊ जाउँ अब हामी पनि उता झार टिप्नलाई आमा किन रिसाउनु भएको छैन रिसाएको यो बुवा जस्तै हाँसिराख्नु न गाली गरे पनि हाँस्नुहुन्छ बुवा नि ल हाँसिराख्नु जिन्दगीमा केही छैन एक बारको जिन्दगीमा छ्या उनीहरू किन उता उता गएकै गर्छन् त साथी कस्तो लागिरहेछ नराम्रो बिचरा हो त तपाईको छोराछोरी भयो भने कृष्ण नत्र यस्तै गर्नुपर्छ कसैलाई पनि सहयोग दिस इज नट प्र्याक्टिकल दिस इज के भन्छ यसलाई है खेतला सब पीडित छन् म मात्रै होइन त अर्की नाच्छु म अब के गर्ने हेर हाम्रो गोरी साथी मनिषा माया लाग्छ कति गोरी थिए हेर न यता म काली भए गाई हामी बटमास रोप्दैछौँ सोयाबिन मैले त्यहाँ रोपेको होइन नि आमा त्यहाँ रोपेको होइन नि मैले त्यहाँ तपाईँले कहाँ पातेलो भयो भन्नुभयो नि त हो र बाक्लो यसरी लगाउने हो यसरी यसरी हामी सबै लाउँदैछौँ पुरा तिमीहरू पुरा बटमास रोप्दैछौँ यसरी यसरी त्यही त लुखा पुर्दिने हो अब त लु लु बटमास लगायो अब पुर्छौँ कोही रोप्दैछन् कोही उठ्दैछन् खाने भयो पछाडि फर्केर खाऊ मैले देख्दा त खाँदैन केही फरक पर्दैन खाऊ न के भयो खैनी को खान्छ अरू कोही खाने हो बुझ्ने खाने नखाने खाने जस्तो लाग्छ कि क्या सबै खाइरहेछन् नि हाम्रोमा काम गर्ने मान्छेहरू कि यत्रो ओड बनाइरहेको तपाईँको बहिनी पनि खानुहुन्छ बुवा होइन होइन काम गर्ने मान्छेहरू कि ए हामी खाने चुरोट पनि चट्ट उडाइरहेछन् होइन सुर्ती चट्ट खाइरहेछन् यत्रो पुक्क पारिरहेछन् बहिनी पारस हामी खाँदैनौँ नि खाइदियो भनेको नि हो आज यो दिनभरि यति हो भाइ